कमसेकम यदि बिहानै पनि बेलुकै पनि हुँदैन भने सायंकालमा एक क्षण भए पनि 10-15 मिनेट भए पनि नित्य संकीर्तन गर्ने संकल्प गर्नुहोस् र संकीर्तन गर्नुहोस्। त्यो कलह स्वतः नष्ट भएर जान्छ। यो प्र्याक्टिकल अनुभूति कुरो भन्दैछु। कलह के सब कीर्तन कली भनेको कलह हो, युग भनेको समय हो। अहिले हेर्नुहोस् त बाहिर बजारमा जानुस् ती झगडा, घरमा आउनुस् ती झगडा, दाजु भाइमा झगडा, पति पत्नीमा झगडा, हो गएन, पिता पुत्रमा झगडा। कहाँ झगडा छैन, कहाँ अशान्ति छैन। त्यसै यसलाई भौतिक भएर पनि यदि भगवानको बनेर भगवानको नाम जप गर्नुहुन्छ त हजुरहरू भाग्यशाली हुनुहुन्छ। तर भगवानको नबनिकनै पनि यदि भगवानको नाम जप गर्नुहुन्छ भने पनि फेरि पनि भगवानको नाम जापको पुण्य फल चाहिँ हजुरहरूलाई अवश्य प्राप्त हुन्छ। तर पनि यो मञ्चमा बसेर करबद्ध निवेदन के गर्न चाहन्छु भने भगवानको बनेर भगवानको नाम जप गर्नुहोस् क्या। त्यो गरियो भनेदेखि चाहिँ झन् धेरै तपाईँले लाभ लिन सक्नुहुन्छ है। भगवानको नामको महिमा बुझेर अनि भगवानकै शरणागत बनेर अनि भगवानको नाम जप्नु भयो भने कस्तो हुन्छ भने घरभित्र पसिसकेपछि पितृगोत्री यदा कन्या स्वामी गोत्रेण गोत्रिताः श्रीकृष्ण भक्ति मात्रेण अच्युत गोत्रेण गोत्रितः। भगवान कृष्णको भक्तिले युक्त भएर शरणागत बनेर जब भगवानको नाम जपिन्छ नि तब त्यो नाम झन् आफ्नो लाग्दछ क्या। अब यदि आफ्नो भएन भने त्यसको माया पनि हुँदैन। हुन्छ तपाईँ अरूको गाडी लिएर बाहिर जानुहोस्, जसरी तसरी चलाउनुहुन्छ, तपाईँलाई माया मोह हुँदैन। त्यहाँ अरूकोमा माया मोह हुँदैन है। या कहीँ जाँदै हुनुहुन्छ, कोही लडेर हातखुट्टा भाँचियो अरे भनेर सुन्नुभयो भने बिचारा कठैभरि भन्नुहुन्छ तर अगाडि बढ्नुहुन्छ, हो कि? तर होइन यो त तपाईँकै नाति अरे भनेको सुन्नुभयो भने अगाडिको गन्तव्य छोडेर तुरन्त दौडेर जानुहुन्छ। ओहो कठैभरि मेरो नातिलाई के भयो भनेर, हो कि? त्यही भएर भगवानसँग सम्बन्ध स्थापित गर्न पर्यो कि परेन? त्यही भएर भगवानकै बनेर भगवानको नाम जप्ने। त्यसो गरिसकेपछि भगवानकै नाममा धेरै प्रेम हुन्छ कि अझै प्रेम हुन्छ। अनि त्यो भगवानको नामको त्यो प्रेमले हामीलाई भगवानसँग अरू धेरै जोडाइदिन्छ। तर अन्तमा भगवानको चरण चञ्चरी बनाएर भगवत प्राप्त गराइदिन्छ। त्यही भएर आचार्य श्री के भन्नुहुन्छ, यसलाई अभय पद भन्नुभएको छ है। शरणागतिलाई ध्यान दिनु होला। श्री भट्टके प्रभु हरिवास देवाचार्यजीको पनि गुरु हो। जो श्री भट्ट देवाचार्य हुनुहुन्थ्यो उहाँ यति शक्तिशाली, जतिखेर हरिवास देवाचार्यजी दीक्षा लिनको लागि जानुभयो, श्री भट्ट देवाचार्यजीहरूले अब आजकल पो आओ मेरो चेला बना, मेरो शिष्य बना भनेर हर कोही तछाड मछाड गर्छ शिष्य बनाउनलाई। पहिले त्यति शिष्य बनाइँदैन थियो। सन्तः परीक्षाण्यतरद भजन्ति मूढः परः प्रत्ययनीय वृद्धि। पहिले परीक्षा गरिन्थ्यो, ठोकेर पिटेर तब चेला बनाइन्थ्यो। श्री भट्ट देवाचार्यजीले भन्नुभयो हरिवास देवाचार्यजीलाई, हे हरिवास तिमीले केही देख्दैछौ मेरो काखमा? हरिवास देवाचार्यजीले भन्नुभयो, जय जय प्रभु, मैले त केही पनि देखिनँ। जाऊ तिमी गिरिराजजीको 12 वर्ष परिक्रमा गर अनि दीक्षा दिउँला। अब हामी भएदेखि त को 12 वर्ष परिक्रमा लगाउने यो दीक्षाको लागि? हट भाग भन्थे मलाई। तर हरिवास देवाचार्यजी 12 वर्षसम्म गिरिराजजीको परिक्रमा गरेर आउनुभयो, शरणमा उपस्थित हुनुभयो, भन्नुभयो गुरुदेव मैले त हजुरको आज्ञा पालन गरेँ, अब दीक्षा दिनुहोस्। हरिवास देवाचार्यजीलाई फेरि श्री भट्ट देवाचार्यजीले त्यही पुनः पूर्वको प्रश्न सोध्नुभयो, तिमीले मेरो काखमा केही देख्दैछौ? अन्त केही देखिन। फेरि जाऊ, फेरि दोस्रो पल्ट 12 वर्ष परिक्रमा गरेर चरणमा उपस्थित हुनुभयो। श्री भट्ट देवाचार्यजीले भने फेरि सोध्नुभयो, तिमीले मेरो काखमा केही देख्यौ? भन्दा जय जय प्रभु, हजुरको काखमा त युगल सरकारमा देख्दैछु। एउटा अहिले पनि हरिवास श्री भट्ट देवाचार्यजीको हजुरले चित्रमा हेर्नुहोस् त, राधा र कृष्ण दुईपट्टि काखमा राधा कृष्ण भगवान युगल सरकार विराजमान हुनुहुन्छ, बिल्कुल सानो सानो बाल अवस्थामा। जय जय हो भनेर त्यहाँ एकदम साष्टाङ्ग प्रणिपात हुनुभयो, विभोर हुनुभयो, दुवै नेत्रबाट बलिन्द्र धारा प्रवाहित भए। श्री राधा कृष्ण युगल सरकारको दर्शन गरेर श्री भट्ट देवाचार्यजी अत्यन्त गदगद हुनुभयो, आनन्दित हुनुभयो। उहाँले तुरन्त तत्क्षण हरिवास देवाचार्यजीलाई आफ्नो शिष्य बनाउनु भयो। यिनै हरिवास देवाचार्यजीका 12.5 शिष्य, सबभन्दा जेठा शिष्य श्री शोभराम देवाचार्य, शोभरामद्वारा, र यसै क्रममा मुकुन्दद्वारा पनि छ, परशुरामद्वारा पनि छ। शोभराम देवाचार्यजीले जब आचार्य गादीमा
बस्न स्वीकार गर्नुभयो तब परशुराम देवाचार्यलाई आचार्य गद्दीमा बसाइयो। निम्बारका आचार्यजीले जो निम्बा ग्राम छ त्यहाँ पहिले निम्बारको पीठ थियो पहिले। अब परशुराम देवाचार्यजीले त्यो पीठलाई त्यहाँबाट सलेमाबाद लिएर जानुभएको छ। त्यस पछाडि त्यो आचार्य सलेमाबाद गएको छ र आधा शिष्यको रूपमा वैष्णवी देवी जो हुनुहुन्छ, वैष्णवी देवी उनलाई शिष्यको रूपमा स्वीकार गर्नुभएको छ हरिदास देवाचार्यजी महाराजले। यसको पनि बडा सुन्दर चर्चा छ। धेरै चर्चातिर जान्न, यहाँ नाम सङ्कीर्तनको बारेमा हामी सुनिरहेका छौँ। हामी अत्यन्त भाग्यशाली छौँ। यो स्थान आज तीर्थरूप भएको छ, यो वृन्दावन भएको छ। हाम्रो महाराजश्री भन्नुहुन्थ्यो यो वृन्दावन जुन हो भौतिक वृन्दावन हो, यो भौतिक वृन्दावन भित्रै अर्को हो दिव्य वृन्दावन छ। पार शून्य पर धाम देवभूतम सिद्धघनम जयति लोक मूर्धनि व्यापकंश परिखा सरितवरम अचिन्त्य शक्ति सुख मंगल ध्वनि। यो दिव्य चैतन्य वृन्दावन को दर्शन एकपल्ट हरिदास स्वामी जी को कृपाले अकबरले दर्शन गरेका थिए। तानसेन गुरुलाई लिएर आयो अकबर। हरिदास महाराजलाई भने महाराज म केही सेवा गर्न चाहन्छु। हरिदासले भन्नुभयो, हरिदास स्वामी जसले बिहारीलाई प्रकट गराउनु भएको यही कलिकालको कुरो भन्दैछु, धेरै पुरानो कुरो होइन। म केही सेवा गर्न चाहन्छु। हरिदास स्वामीजीले भन्नुभयो यदि तिमी सेवै गर्ने हो भने त्यहाँ केसीघाटकै समीपमा एउटा सिँढी, यमुनाको तटमा एउटा सिँढी फुटेको छ, त्यो तिमी जोडिदिनु, त्यति काम गर्नु। अकबरले विचार गरे मैत्रो महाराज ममा यति धेरै शक्ति छ, मैले चाहे भने सारा वृन्दावनको स्वरूप नै परिवर्तन गरिदिन सक्छु। मलाई एउटा सानो तुच्छ सेवा दिएर सायद मेरो अपमान पो गर्नुभयो कि हरिदासजीले, त्यो भान भयो। तर जसरी नै घाटमा पुगे, ध्यान दिनु होला ती अकबर राजा, हरिदास स्वामीजीको कृपाले उनलाई दिव्य दृष्टि प्राप्त भयो। जसरी नै यसो हेरे त्यो घाटतिर के देख्छन्, अनेकौं प्रकारका विचित्र मणिमाणिक्यले जडित भएको त्यो दिव्य सिँढीलाई देखेर नतमस्तक भए। सम्पूर्ण राज्य बेचेर पनि यो मणि मैले किन्न खोजे भने यो मणि मैले पाउँदिन। यो सानो टुटेको ठाउँ बनाउने सामर्थ्य ममा छैन। उनले त्यही एउटा साष्टाङ्ग दण्डवत गरेर आफूलाई नतमस्तक भएर क्षमा याचना गरे। भने गुरुदेव यो सामर्थ्य ममा छैन। दिव्य वृन्दावन धामको दर्शन अकबरलाई भएको थियो हरिदासजीको कृपाले, भक्तको कृपाले उनलाई दर्शन भयो। त्यसैले वृन्दावन धाममा यदि हाम्रो शरीर छैन भने पनि कमसेकम मन चाहिँ वृन्दावनमा बसोस्, त्यो हामीले प्रयास गर्नुपर्छ। आज वृन्दावन धाम चाहिँ यो स्थान भएको छ। नाम सङ्कीर्तन यहाँ यज्ञ भइरहेको छ। यो यज्ञ आज सार्थक भएको छ। अनन्त सम्पूर्ण ठाउँबाट विद्वानहरू, गुरुजनहरू, सन्तजनहरूको यहाँ आगमन भएको छ। नाम सङ्कीर्तनको कृपाले कलियुगको दोष सारा नष्ट हुन्छ है। एक मात्र यो कलियुगको सद्गुण हो है। नाम सङ्कीर्तन गर्नाले सर्व स्वार्थ अभिलभ्यते, सम्पूर्ण प्रकारको स्वार्थको प्राप्ति हुन्छ। जसले जे कामना गर्छ त्यो सम्पूर्ण कामना प्राप्ति पनि यसै नाम सङ्कीर्तनद्वारा हुन्छ। हामी सबै अहोभाग्यशाली छौँ। नाम साध्य पनि हो, नाम साधन पनि हो र नामले नै नामीको पनि प्राप्ति गराउँछ। अघि पनि मैले भनिहालेँ, नामी भनेको भगवान श्रीकृष्ण हुनुहुन्छ र उहाँको नाम भनेको कृष्ण हो। र यही युगल नाम सङ्कीर्तन हामी खुब गरौँ। यहाँ मात्र होइन, घरमा पनि गरौँ। अरू मैले अघि भर्खरै भने शरणागत बनेर भगवानको नाम जप्ने, त्यसको झन् धेरै पुण्य फल मिल्छ। र अन्तमा म हाम्रो हरिदास देवाचार्यजी महाराजको एउटा सुन्दर पदको गायन गर्दै आफ्नो वाणीलाई विराम दिन्छु।